वेलकम ब्याक टु माई युट्युब च्यानल 100-828 को भ्लगमा सबैजनालाई स्वागत छ। सबैजनालाई शुभ बिहानी भन्दै आजको भ्लग सुरु गर्दैछु। राति आज पानी परेछ, त्यसैले सबै हिलो भागेर हैन। आज अलि मौसम पनि पानी जस्तो बादल गरेको छ कि हैन, हेर्न सक्नुहुन्छ मौसमहरू। आज नि पानी पर्छ कि जस्तो छ। रातभरि लाइन थिएन, भर्खरै लाइन आएको छ। त्यस कारणले आज पानी परेकोले निद अलि राम्रो लाग्यो, त्यो उठ्न पनि ढिलो भयो। म चाहिँ अब भर्खर उठेर मुखसुख धोएर अब कामतिर जाँदै हो। साथीहरू आज नि बादल गरेछ क्या, पानी अलिअलि पानी परिरहेको आज बिहान नै बादल भयङ्कर गरेछ। हिजो रातभरि पानी आयो अनि आएको कारण रातभरि लाइन गएको थियो कि होइन। चाहिँ पानी आए पनि कामतिर आएको छौँ, तर अलिक आज धेरै नै ढिलो भयो काममा आउन। हामीले ग्यासतिर पुग्न लागिसक्यो। हेर्नुहुन्छ हामीले टाइम ग्यासमा आइसकेको छ। अब आइसक्यो म फेरि आफ्नो काम सुरु गर्नेछु। बाहिर पानी परिरहेको छ, कति मिल्छ काम गर्न। हाम्रो काम सुरु गरिसकेको है, हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ यो फलामहरूको त्यही ए बनाउने काम गर्नेछौँ। हेर्न सक्नुहुन्छ पाहाडतिर पुरा कुइसो गरेछ होइन, पानी परिरहेको आज बिहानै। बिहान त के भन्ने, रातिदेखि नै पानी परेछ के होइन। आज दिनभरि पनि खै यस्तै गर्छ कि घाम गर्छ, घाम त गर्दैन होला, दिनभरि पानी यस्तै हुन्छ होला होइन। हामी चाहिँ हाम्रो काम सुरु गर्नेछौँ। अब साथीहरू हामी चाहिँ आज काम गर्दा हेर्न सक्नुहुन्छ 10:30 बजी बल्ल आज अलिअलि उज्यालो गरेछ के होइन, अलिअलि उज्यालो गरेछ। अब घाम गर्छ कि जस्तो छ के होइन, घाम गर्दा जस्तो पनि गरेछ, पानी पनि परेछ होइन। अनि साथीहरू हेर्न सक्नुहुन्छ उहाँ पाहाडतिर पुरा कुइसो लगाएर पाहाड पनि केही देखेको छैन होइन। आजको मौसम यस्तै छ के होइन सायद साथीहरू। अब यो मौसममा भइले अब काम गर्नु पऱ्यो, अलिअलि पानी पनि आइरहेको काम गर्न पनि गरेछ। अब काम गर्छ कि गर्दैन होइन, पछि देखाउँछु हजुरहरूलाई। हाम्रो काम पनि हेरेर होइन। अब अझै यत्रो पिस बाँकी छ, आज पनि यो काम भ्याउँदैन होला, 2 दिन लाग्छ यो कामहरू होला। अहिले चाहिँ आज नापेर ल्याएको झाँटेको ग्रिलहरू काटेर बनाउँदैछ त्यहाँ। साथीहरू बिहान काम गर्दा होइन, अब खाना खाने टाइम भएको छ। म चाहिँ खाना खान जाँदैछु। अब खाना खाइसकेपछि फेरि हामी हाम्रो काम सुरु गर्नेछौँ।
ल साथीहरू आज त लाइन गएको गई गरेर काम गर्न नि अलि खासै मिले होइन लाइन गएको गई गरेर अलि मिलाएर 4-5 चोटि गइसक्यो हेर्नु सक्नुहुन्छ लाइन छैन लाइन गएको कारणले फेरि हाम्रो काम अड्क्यो अब लाइनको काम मात्रै छ के अरे लाइन नभएको कारणले गरेर काम अड्क्यो अब हुन्छ भाइ त्यहाँ बस्यो त्यही होइन लाइन छैन त्यस कारणले लाइन चाहिँ आइकेर होइन हेर्नु सक्नुहुन्छ लाइन आयो अब हामी फेरि पल पार्नेतिर लाग्नेछौँ त्यसमा पल पार्नेछौँ ल साथीहरू त्यहाँ चाहिँ बल पारेर भइसक्यो होइन अब भाइले ग्रिल जोड्छ म चाहिँ मेरो यो पुरानो काममा ए बनाउनुतिर फेरि लाग्छु घरतिर लाग्दै हो अँधेरो नि भइसकेको छ हेर्न सक्नुहुन्छ माथि पुरा अँधेरो भइसकेको छ म चाहिँ घरतिर जान्छु भाइलाई पर्खेथेँ र भाइ आएन तपाईँले किन गएको छ अब कति बेला आउँछ थाहा भएन त्यही भएर म नुहाइधुवाइ गर्नु छ भनेर म निस्केको सक्नुहुन्छ साथीहरू भाडा लागेछ लाइटिङ लाइटहरू चप्किरहेको साथीहरू आज चाहिँ रात परेको घर आउन होइन हेड लाइट बालेर एक्लै जाँदैछु घरतिर बाटो हेर्नु सक्नुहुन्छ यही हो अब सधैँ आउँदै डाँडाको बाटो एक्लै झर्दैछु तलतिर अब आज भ्लग कस्तो लाग्यो कमेन्टमा भन्नु होला सबैजनाले कमेन्टमा भन्नु होला के अरे आज भ्लग कस्तो लाग्यो होइन आज भ्लग चाहिँ यतिमा समाप्त गर्छु म अब नुहाइधुवाइ गर्न जान्छु हेर्नु सक्नुहुन्छ आज भ्याएको छोरो कुनातिर लुकेछ होइन अब हामी भोलि फेरि नयाँ भ्लगमा भेट्नेछौँ गुड नाइट एभ्रिवान